सुदूरपश्चिम प्रदेशको एक विकट जिल्लाको रूपमा परिचित जिल्ला हो बाजुरा। भौगोलिक कठिनाई, न्यून मानव विकास सूचकाङ्क, गरिबी जस्ता कुचक्रको चङ्गुलमा रहेको बाजुरा प्राकृतिक रूपमा भने निकै सुन्दर जिल्ला हो। बडीमालिका, बुढीनन्दा, त्रिवेणी, सिम्बुनाथ, सुनन्दा, पिलु पादुका र जस्ता धार्मिक एवं पर्यटकीय क्षेत्रहरूले बाजुरालाई सम्भावनाको जिल्लाका रूपमा पनि चिनाउँछ। बाजुरा जिल्लाका 9वटा स्थानीय तहहरूमध्ये क्षेत्रफलमा जिल्लाकै ठूलो गाउँपालिका हो हिमाली गाउँपालिका। कुल क्षेत्रफलको 830.34 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको हिमाली गाउँपालिकालाई उत्तरमा हुम्ला जिल्लासँग नेपालकै लामो कर्णाली नदीले सिमाना छुट्याएको छ भने दक्षिणमा बुढीनन्दा नगरपालिका, पूर्वमा मुगु र पश्चिममा बझाङ जिल्लासँग सिमाना जोडिएको छ। समुद्री सतहको करिब 1200 मिटरदेखि 6400 मिटरसम्मको उचाइमा फैलिएको हिमाली गाउँपालिकाको हावापानी हिमाली हावापानी अन्तर्गत पर्दछ। तत्कालीन खस आर्य सभ्यताबाट प्रभावित यस क्षेत्रमा खस नेपाली भाषा बोलीचालीमा छ भने जीवनशैली पनि परम्परागत नै छ। 61.4% मानिसहरू साक्षर रहेको यस क्षेत्रको प्रमुख आय आर्जनको स्रोत कृषि तथा पशुपालनका अतिरिक्त जडीबुटी खेती पनि पर्दछ। प्राकृतिक सम्पन्नताका दृष्टिले निकै सम्पन्न मानिने यस क्षेत्रमा थुप्रै पर्यटकीय स्थल र क्षेत्रहरू समेत रहेका छन्। नेपालकै प्रसिद्ध तथा लामो नदी कर्णाली नदी समेत सीमा भएर बग्ने हिमाली गाउँपालिका प्रवेशको सुरुमै कैलाश पिलु पादुका धार्मिक धाम पर्दछ। हिमाली गाउँपालिका, बुढीनन्दा नगरपालिका, जगन्नाथ गाउँपालिका र स्वामी कार्तिक खापर गाउँपालिका गरी 4वटै स्थानीय तहलाई जोड्ने ठाउँ हो पिलु पादुका धार्मिक स्थल। यस क्षेत्रकै निकै प्रसिद्ध यस धार्मिक स्थलमा माना सरोवरको पानी आउने विश्वास समेत गरिन्छ। धार्मिक पर्यटनका लागि यो कैलाश पिलु पादुका क्षेत्र हिमाली गाउँपालिकाको प्रवेशद्वारमै परेकाले गाउँपालिका प्रवेश सुरु बिन्दु नै धार्मिक पर्यटनको बिन्दुका रूपमा हेर्न सकिन्छ। कर्णाली नदीको किनारै किनारमा पल्टिएको कर्णाली करिडोर र त्यसका दायाँ बायाँ पट्टि रहेका जैतुनका बोटहरूको अवलोकन गर्दै गाउँपालिकाको केन्द्र धुलाचौरसम्म पुग्न सकिन्छ। खस आर्य सभ्यताबाट प्रभावित यस क्षेत्रको सांस्कृतिक पर्वत तथा रहन सहनले पनि खस सभ्यताको एक झल्को दिने गर्दछ। बाँधुको कुलो सोइराई मेला, धिमको खौं र लडी तनाई जस्ता थुप्रै परम्परागत सांस्कृतिक पर्वहरूले यहाँको सभ्यता र संस्कृतिको झल्को दिने गरेको छ। गाउँपालिकाको केन्द्र धुलाचौर हुँदै कवाडीसम्म पुग्दा यातायातको समेत उपयोग गर्न सकिने हिमाली गाउँपालिकामा यहाँ हामीले गाउँपालिकाका अध्यक्षलाई देख्दैछौँ। अध्यक्ष कता जाँदै हुनुहुन्छ तपाईँहरू? हामीहरू बिछा जाँदै हुनुहुन्छ। विशेष सैनामा जाँदै हुनुहुन्छ, सिङ्गो गाउँपालिकाको टोली नै लिएर विशेष किन जाँदै हुनुहुन्छ? हामीहरू त्यहाँ विशेष मुख्य कुरा त त्यहाँको पर्यटन प्रवर्धनको लागि सबै तपाईँहरू हामीहरू सबैजना गएर त्यहाँको सम्भाव्यता के छ त्यो अध्ययन गर्ने हो। साथसाथै गाउँपालिका स्तरीय गुम्बामा एउटा शिविर जस्तो सञ्चालन गरेर हो। अहिलेसम्म 11 जना कोही मान्छे गए होलान्, कोही नगएको हुनाले हामीहरू गएर त्यहाँको समस्या लिने, त्यहीँ समाधान गर्न सकिने त्यहीँ। उसो भए त्यहाँ तपाईँहरू जानुहुन्छ, गाउँपालिकाको मिटिङ बस्छ गाउँ कार्यपालिकाको होइन, त्यहाँ गाउँपालिकाले दिने सेवा सुविधाहरू सबै त्यतैबाट दिनुहुन्छ? यति बेला हामी छोटो समयमा जे जति गर्न सकिन्छ
कवाडी पुगिसकेपछिको यात्रा प्रारम्भ हुन्छ। बुवा कहाँ लाग्नु भएको? गुम्बा हजुर। हजुरको नाम? लालु कुमार हजुर। कति वर्षको हुनुभयो? मैले अहिले 73 वर्ष। 73 वर्षको हुनुभयो है। कति लाग्छ यहाँबाट गुम्बा पुग्न? लाग्छ करिब 5 घन्टा जति। यो ठाउँको नाम के हो? यो ठाउँको नाम छालगौडा। छालगौडा होइन? हजुर। निकै समस्या हुन्छ नि र है? अरे हिमालको चाहिँ यो स्थिति छ। तपाईँको हात्ती चल्ने त्यो आएको हिमालको गुनापातर चल्ने ठाउँ हो यो। हजुर। कसो राजनीतिलाई कसले दाइलो कसले देखेको छैन, कसले कहिले विचार गरेको छैन। त्यसलाई के अहिले चाहिँ यति समस्या छ नि। हजुर। हेर्दै जाउँ। हजुरको नाम के हो? मेरो बहादुर रावल। कहाँबाट आउनुभयो? हुम्ला रायाबाट। अहिले यो गुम्बा छौँ होइन, तपाईँ पनि गुम्बामा आउनु भएको छ। अनि हुम्लाबाट यहाँ गुम्बा आउन कति घन्टा लाग्छ, कति लाग्छ? बिहान 4 बजी आएको हुँ, त्यहाँबाट 2 घन्टा जति माथि खाना त्यहाँ लाग्यो। अहिले कहाँ जाँदै हुनुहुन्छ? अहिले म कवाडी पाखा उता लगाएको। यहाँ त्यसो भने हुम्ला र बाजुराको यो गुम्बामा आउन एकदम छोटो दूरी छ होइन? छोटो छ। अनि त्यहाँ राम्रो राम्रो ठाउँहरू छ, पर्यटकीय गन्तव्य सैनहरू छ भन्छ नि हो? उतातिर छ, चौर छ, उता माथि लाग्नुभन्दा उतातिर हाम्रो लामा चौर भन्ने चौर छ, ठुलो खरब छ के। हजुर। यता घुम्न आउँछन्। जस रमाइलो ठाउँ छ होइन? गुम्बा अहिले हामीले देखिरहेका छौँ यो लिगुँडो हो, यसलाई तरकारीका रूपमा प्रयोग हुन्छ। हिमाली गाउँपालिकाको मुख्य पर्यटकीय गन्तव्य रानीसैनको हुम्ला, बजाङ र बाजुरा जिल्लाको संगम स्थलका रूपमा रहेको सो क्षेत्रमा अग्ला हिमाल, सुन्दर हिमताल, फेदीमा लम्पसार परेका पाटनहरू, सयौं थरीका फूल र यार्सा गुम्बा सहित दर्जनौं प्रकारका जडीबुटीले यो क्षेत्र निकै सुशोभित र लोभ लाग्दो रहेको छ। अग्ला हिम श्रृङ्खलाहरूका फेदीमा रहेका दर्जनौं हिमताल, त्यहीबाट बग्ने सुन्दर नदीको बहन, जडीबुटीले भरिएका पाटनमा चौरीहरूको चरणले गर्दा सो क्षेत्रमा पुग्ने जो कोहीको मनै लोभ्याउने गर्दछ। हिमालकै काखबाट बग्ने कवाडी नदीको कलकल बहन, हरियो जंगल र सयौं थरीका पाटनी फूलहरूको दृश्यले सधैँ यही बसिरहँ जस्तो हुने यस क्षेत्रमा थरी थरीका चराचुरुङ्गी र जनावरहरूको दृश्यले मानिसहरूको मनै लोभ्याउने गर्दछ। हिमाली गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका झरना तालहरूको सुन्दरताले जो कोहीलाई मोहित पार्ने यस ठाउँमा हालसम्म नियमित रूपमा पर्यटकहरू पर्यटनका लागि जाने गरेका भने छैनन्। गुम्बासम्म स्थानीय भोटे जनजातिका मानिसहरूको बसोबास रहेको सानो बस्ती र जडीबुटी कोर्ने गरी केही स्थानीयवासी जाने गरे पनि सो ठाउँमा घुमफिर गरी मनोरञ्जन लिन भने जानेको संख्या निकै न्यून रहेको छ। हिमाली गाउँपालिकाको पर्यटन विकासको मुख्य सम्भावना कर्णाली नदी र सो नदीमा सञ्चालन गर्न सकिने जल यात्रा नै हो। हाल सडक बाटोको समेत पहुँच पुगेको सो क्षेत्रमा रहेको पिलुपादुका धार्मिक धाम र कर्णाली नदीलाई जोड्न सकेमा यहाँको पर्यटन विकासमा निकै टेवा पुग्ने देखिन्छ। बाजुराको हिमाली गाउँपालिकाका सुन्दर एवं मनोरम पर्यटकीय स्थल पुग्नका लागि हाललाई 3वटा बाटोको समेत प्रयोग गर्न सकिन्छ। सुर्खेतदेखि कर्णाली करिडोर मार्फत सडक यातायात हुँदै पनि त्यहाँ पुग्न सकिन्छ भने अर्को बाटो धनगढी हुँदै बाजुराको सदरमुकाम मार्तडीदेखि कोल्टी र कोल्टी हुँदै हिमाली गाउँपालिकामा प्रवेश गर्न सकिन्छ।
त्यस्तै नेपालगञ्ज हुँदै हवाई यातायात मार्फत बाजुराको कोल्टी पुग्न सकिन्छ भने कोल्टी हुँदै हिमाली गाउँपालिकामा पुग्न सकिन्छ। पानी कसरी भयो यो? पानी दुध जस्तै है? हजुर, यो दुध पानी किनभने चाहिँ पुर्खादेखि यो निस्केको, अहिलेको त पत्ता नलागाएर मात्र हाम्रो पानी भयो, नत्र के महत्त्व चिज छ भनेर हामीले कसैले थाहा छैन। बाजुरा, हुम्ला र बझाङ जिल्लाको संगम स्थल पर्ने सो क्षेत्रको प्रचार प्रसार गर्न सके र त्यहाँबाट हुम्ला हुँदै चीनको मानसरोवरसम्मको ट्र्याकिङ रुट निर्माण गर्न सके त्यसले आन्तरिक तथा बाह्य पर्यटकलाई समेत तान्न सकिने स्थानीयले बताउने गरेका छन्। हिमाली गाउँपालिकाले पनि सो क्षेत्रसम्म पुग्ने बाटोको निर्माण गर्ने, सुरक्षाको व्यवस्था गर्ने र सञ्चारको व्यवस्था गर्न सके आन्तरिक र बाह्य पर्यटक भित्रिन सक्नेमा आशावादी बन्न सकिन्छ। के छ, सन्चै हुनुहुन्छ? हजुर, अनि हिँड्नु नसकेर खाजा लिएको सर र हजुर धोकाएर कति छ अब 20 गरी। यो नयाँ बेला पर्यो नि त यो हिँड्नलाई। यो पहिला पुर्खाले भन्थ्यो मुल्छ भन्थ्यो, अब हामीले बल्ल बल्ल आएर आज देख्यौँ। पहिला मुल्छ भन्थे मात्रै, तर अहिले बल्ल देख्यो आज। पहिला थाहा थिएन होइन? पहिला के तपाईँहरू आउनु भएको थिएन पहिला खासै यहाँ होइन? पहिला हाम्रो आएको थिएन, हाम्रो बाटो उही पर्छ उतै पर्छ तीर्थपत्त छ भन्थ्यो, हामीलाई थाहा भएन। त्यो पुरा हिउँ छ, उता पुरा हिउँ छ होइन? हजुर यो हिउँ छ नि त है, यो हिउँ पक्रिँदै ताल बन्ने हो। यो ताल त अब तालै भएको, त्यो जति त्यो हिउँ पक्रियो त्यति यो ठुलो हुँदै जान्छ। पर्यटन प्रवर्धनका लागि स्थानीय प्रदेश र संघीय सरकारको लगानीमा त्यहाँसम्म पुग्ने सहज बाटोका साथै बीचबीचमा खाना र बस्नका लागि होमस्टेसम्म निर्माण गर्न सकेको खण्डमा सो पर्यटकीय गन्तव्य रानीसेनले पनि पर्यटक भित्र्याउनेमा आशावादी बन्न सकिन्छ।